आज हामीले ध्यान चित्रको बारेमा गर्न सजाउन गइरहेको छौँ। सो ध्यान चित्रलाई को पत्ता लगाएको थिएँ। सो ध्यान चित्रलाई जोन वानले पत्ता लगाएको थिएँ। उहाँले जर्मनीको एउटा म्याथमेटिक्स थिए ठुलोलाई उहाँले नै पत्ता लगाएको थिएँ ध्यान चित्रको बारेमा, राइट। सो ध्यान चित्रको बारेमा चाहिँ हामीले ध्यान चित्रको कसरी बनाउने, ध्यान चित्रबाट कसरी फर्मुला बनाउने आइडियाहरू तपाईँको लागि म दिएर कस्तो लागेको छु। सो भिडियोलाई भिडियोलाई हामीले स्टार्ट गर्छौँ। सो पहिला हामीले ध्यान चित्र हेरौँ, राइट। तपाईँलाई भनिन्छ ध्यान राइट। सो ध्यान चित्रमा हामीले बनाइदिन्छौँ हाम्रो ध्यान चित्र बनाएर कम्प्लिट गर्यो। सो अहिले हामीलाई यसको भागहरू के के भनिन्छ, यो भागलाई के भनिन्छ। सो हामीले हेर्छौँ यो भागलाई के भन्छ। सो यो भागलाई के भनिन्छ हामीले थाहा छ। दुईवटा बिचमा दुईवटा समूह छ, दुई समूहमा एक आपसमा के गरेछन्, काटिएको छ। सो काटेको भागलाई हामीले के भन्छौँ, छेदक, जसलाई हामी इङ्ग्लिसमा भन्छौँ इन्टरसेक्सन, छेदक। यसलाई के भन्छ, छेदक। अब छेदकलाई कसरी लेख्ने। सो लेख्छौँ नम्बर अफ ए इन्टरसेक्सन बी। सो हामी यो भागलाई के भन्छ, ए इन्टरसेक्सन बी। अब हामीलाई यो कुरा यहाँदेखि यो भागलाई के भन्छ, नम्बर अफ ए। यहाँदेखि यो भागले यहाँसम्म लागि के भन्छ, नम्बर अफ हामीले के भन्छौँ, ए भन्छौँ। योदेखि अब यहाँदेखि यहाँसम्मको भागलाई के भन्छौँ, नम्बर अफ हामीले के भन्छौँ, ए भन्छौँ। नम्बर अफ ए भन्छौँ हामीले, राइट। अब यहाँदेखि यहाँसम्मको भागलाई हामीले के भन्छौँ, नम्बर अफ बी भन्छौँ। हामीले यहाँदेखि यहाँसम्मको भाग उपरकोलाई के भन्छौँ, नम्बर अफ बी भन्छौँ। सो हामीले यहाँदेखि मतलब यहाँदेखि जुन यो भाग सबै छ हामीले यो जुन कालो भाग रहेछ हामीले गरेको त्यो उसलाई के भन्छ, ओन्ली के भन्छ, यो मात्रै ए हो। यसमा इन्टरसेक्सन मिन्स केही छैन, न कम्प्लिमेन्ट छ न इन्टरसेक्सन छ, राइट। अब यहाँदेखि यो जुन भाग छ, यहाँदेखि यो खाली कतिको यता जुन भाग छ यहाँदेखि यो भाग चाहिँ यसलाई के भन्छ, ओन्ली बी भन्छ। योलाई के भन्छ, ओन्ली बी भन्छ। सो यो जुन गोला यो खाली छ, जुन गोला बाहिर छ त्यसलाई के भन्छ, कम्प्लिमेन्ट भन्छ। ए युनियन बीको होल कम्प्लिमेन्ट। यसलाई के भन्छ, नम्बर अफ यु। यसलाई के भन्छ, नम्बर अफ यु। सो अब हामीले यसबाट कसरी फर्मुला बनाउने, सो सिम्पल तरिका रहेको छ। यसबाट हामीले कसरी फर्मुला बनाउने, केही गर्न छैन। हामीले एन यु निकाल्दा दिन्छ भने के भन्छ, एन यु तपाईँले निकाल्नुहोस्। सो केही गर्न छैन, एन यु निकाल्ने फर्मुला हामीले हेर्छौँ। एन यु नम्बर अफ यु इक्वल टु नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस ए इंटरसेक्शन बी प्लस नंबर ऑफ ए यूनियन बी को होल कॉम्प्लीमेंट्स। तो हमने दूसरे फॉर्मूला अपने रहेगा तो दूसरे फॉर्मूला अपने हमें रहेगा नंबर ऑफ यू इज इक्वल टू ओनली ए प्लस ओनली बी प्लस ए इंटरसेक्शन बी प्लस
ए युनियन बी को होल कम्प्लिमेन्ट। सो हामीले एउटै फर्मुलाबाट चाहिँ हामीले यो फर्मुलाबाट हामीले नम्बर अफ ए पनि निकाल्न सक्छौँ, नम्बर अफ बी पनि निकाल्न सक्छौँ, नम्बर अफ ए टेन्सन बी पनि यही फर्मुलाबाट हामीले निकाल्न सक्छौँ, कम्प्लिमेन्ट पनि हामीले यही फर्मुला लगाएर निकाल्न सक्छौँ। सो एउटै फर्मुलाबाट हामीले कति निकाल्न सक्छौँ, 1 2 3 4 चारवटा हामीले पुरा निकाल्न सक्छौँ। तब हामीले भनिदिन्छ ओन्ली ए निकाल्नुहोस्, तपाईँलाई ओन्ली ए भनिदिन्छ निकाल्नुहोस्। सो अब तपाईँले यहाँ ओन्ली ए निकाल्दा भने तपाईँलाई नम्बर अफ ए दिन्छ, नम्बर अफ ए दिन्छ अनि ए डेटा पनि दिएको पनि हुन्छ। सो अब तपाईँले त्यो खण्डमा ओन्ली ए कसरी निकाल्न सक्नुहुन्छ। सो हेर्नुहोस् तपाईँले नम्बर अफ ए number of a is equal to only a only a is equal to number of a minus a intersection b। तपाईँले के गर्नुहुन्छ, only a is equal to number of a minus a intersection b। तपाईँ त्यसै गरी तपाईँले only b निकाल्न पनि सक्नुहुन्छ तपाईँले नै। सो number of b minus a intersection b। तपाईँले भन्छ नम्बर तपाईँले कम्प्लिमेन्ट ओन्ली ए दिइहाल्छ र इन्टरसेक्सन दिइहाल्छ। तपाईँले भन्छ नम्बर अफ ए निकाल्नुहोस्। सो तपाईँले के भन्छ नम्बर अफ ए इज इक्वल टु ओन्ली ए प्लस ए इन्टरसेक्सन बी। तपाईँ त्यस्तै गरी नै नम्बर अफ बी पनि निकाल्न सक्नुहुन्छ। तपाईँले के गर्न चाहिँ नम्बर अफ बी इज इक्वल टु ओन्ली बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी। सो अब हामीले यसको बारेमा नै फर्मुला धेरै नै छ, तर हामीले यतिबाट नै काम चलिरहेको छ। तपाईँले सबै यसैबाट नै सोध्ने गर्छ। सो तपाईँले भन्छ ठिक, तपाईँले टाइमको हिसाबमा हेर्नुहुन्छ भने तपाईँलाई कहीँ धेरै जस्तो ठाउँमा भन्छ ठिक एउटा निकाल्नुहोस्, तपाईँले ठिक एन्टर तपाईँलाई ठिक एउटा भनिदिन्छ भने तपाईँलाई ठिक एउटा नै निकाल्नुहोस्, ठिक एउटा नै निकाल्नुहोस्। सो तपाईँले के गर्न छैन, ठिक एउटा भन्छ भने तपाईँले के गर्न छैन, ठिक एउटा के गर्न छ तपाईँले ठिक एउटा भन्छ भने हामीलाई थाहा छ ओन्ली ए प्लस ओन्ली बी। तपाईँ भन्छ ठिक एउटा निकाल्नुहोस्, अप्सन दिन्छ भने ओन्ली ए प्लस ओन्ली बी। यो भाग र यो भाग मात्रै जोडिदिने कि तपाईँले भन्छ कम्तीमा कम्तीमा एउटा ए युनियन बी बच्चालाई निकाल्नको लागि। सो हमें थाहा छ युनियन बी निकाल्नको लागि कम्तीमा भन्छ एउटा भने नम्बर अफ ए प्लस ओन्ली ए प्लस ओन्ली बी प्लस ए इन्टरसेक्सन बी निकाल्न सोधेको छ। तपाईँसँग भन्छ क्वेसनमा बढीमा एउटा निकाल्नुहोस्, तपाईँले बढीमा एउटा निकाल्नुहोस्, बढीमा एउटा। सो बढीमा एउटा निकाल्न भन्छ भने ओन्ली ए प्लस ओन्ली बी प्लस होल कम्प्लिमेन्ट। अनि इन्टरसेक्सनलाई के गर्नु छ, अब इन्टरसेक्सनलाई सबै निकाल्ने हाल्नु छ। सो यसमा नै केही यो फर्मुला तपाईँले आजको लागि नै यस्तै तपाईँले फर्मुला हेर्नुहोस्। सो भोलि हामीले भोलि हामीले पाइसतिर लाग्नेछौँ। सो फर्मुला धेरै गाह्रो पनि छैन, फर्मुलालाई तपाईँले एक दुईचोटि हेर्नुहोस् र याद गर्नुहोस्। हामीले भोलि फेरि यो फाइलमा भेट्नेछौँ।